के तपाईलाई थाहा छ निकोनको D5600 मोडल चाहिँ एकदम डिमान्डिङ क्यामेरा हो, एकदम रिसेल भ्यालु राम्रो भएको क्यामेरा हो नि, जसमा भिडियो प्लस फोटोको लागि बेस्ट नै हुन्छ। एकदमै खोज्नुहुन्छ है, हामीसँग अहिले स्टकमा 4 पिस स्टकमा छ, युज अनुसारको प्राइस छ, एकदमै सस्तो प्राइसमा दिन्छु। अन्तिमसम्म भिडियो हेर्नु होला है। र हाम्रो पसलको लोकेसन त काठमाडौँ गङ्गाबुच्चो चौकडा भित्र रेड अन पुलनामा छ र हाम्रो एडभान्स आयो भने क्यास अन डेलिभरी अल ओभर नेपाल हुन्छ है। अब यो क्यामेराको फिचरको कुरा गरौँ है। यो क्यामेराको फिचरको कुरा गर्दाखेरि चाहिँ 24 मेगापिक्सल वाला क्यामेरा, वाइफाई हुन्छ, इजिली फाइल फोटोहरू मोबाइल ट्रान्सफर गर्न मिल्छ र फ्लिप स्क्रिन भइसकेपछि यसरी तपाईँको भिडियो बनाउन मिल्ने भयो क्या। आफ्नो भिडियो आफूले हेरेर भ्लगिङ गर्न मिल्ने भयो र आफ्नो भिडियो आफूले हेरेर तपाईँको चाहिँ युट्युब भिडियो खिच्न मिल्ने भयो। आफ्नो भिडियो आफूले हेरेर बनाउन मिल्ने भएपछि के हुन्छ भने तपाईँको फ्रेममा कसलाई देखाउने कसलाई नदेखाउने, कति भागलाई देखाउने सबै आफूले एडजस्ट गर्न मिल्छ, एकदम सजिलो हुन्छ है। तपाईँले क्यामेरा भनेको तपाईँको चाहिँ 50,000 भन्दा माथिको क्यामेरा लिँदै हुनुहुन्छ भने चाहिँ तपाईँले सोच्नै पर्दैन है, तपाईँले बेस्ट क्यामेरा नै पाउनुहुन्छ है। युजमा चाहिँ हाम्रो पसलमा चाहिँ टच स्क्रिन पनि भएको, वाइफाई पनि भएको होइन, चलाउन पनि सजिलो भएको क्यामेरा, तपाईँले चाहिँ फुल एचडी भिडियो 60 fps भएको क्यामेरा तपाईले पाउन सक्नुहुन्छ है। र यो क्यामेरा हामीसँग चाहिँ 3 पिस चाहिँ तपाईँको चाहिँ अलि युजवाला र फ्रेस लाइक ब्रान्ड न्यू जस्तो स्टकमा चाहिँ हामीसँग 1 पिस छ है। र यो क्यामेरा धेरै युजवाला क्यामेराहरू चाहिँ तपाईँको चाहिँ कन्डिसन वाइज हेर्ने भने तपाईँको चाहिँ नयाँ बराबर नै छ। यो धेरै युज भएको भने तपाईँको चाहिँ यो चाहिँ खतमै, क्वालिटी खतमै, यसको चाहिँ तपाईँको चाहिँ नयाँ भयो भने यसको राम्रो भन्ने हुँदैन। सो यो क्यामेरा चाहिँ हामीसँग स्टकमा छ। 18 किट लेन्स, ब्याक, चार्जर, ब्याट्री, मेमोरी कार्ड सबसेट नै आउँछ र कम युज भएको क्यामेरामा वारेन्टी कम आउने हो, त्यति फरक हो है। यो क्यामेरा वारेन्टीको कुरा गर्नुहुन्छ भने यो फ्रेस छ, 6000 मात्रै सटकाउनु गएको छ। यसको प्राइस भनेको 58,000 फिक्स नै प्राइस हो हाम्रो क्यामेरा पसलको है। र यो धेरै युजवाला तपाईँको एउटै कन्डिसनको क्यामेरा हो। यो क्यामेराको प्राइस म तपाईँलाई एकदमै फिक्स प्राइस भनिदिन्छु है। यसको फिक्स प्राइस भनेको 52,000 फिक्स नै प्राइस हो है हाम्रो क्यामेरा पसलको। यो भन्दा तलको मोडल चाहिन्छ भने तपाईँलाई चाहिँ 55 भनेर चाहिन्छ नि हामीसँग 42,000 मा छ, त्यो पनि टच स्क्रिन वाला क्यामेरा हो है। हुन चाहिँ तपाईँको बजेट कति छ त्यो अनुसारको प्राइस हुन्छ, तपाईँलाई कस्तो खालको काम गर्ने त्यो अनुसार हामीले रिकमेन्ड गर्छौँ। तपाईँले चाहिँ मसँग 40,000 छ, मलाई म्युजिक भिडियो खिच्ने क्यामेरा चाहियो भनेर आउनुभयो भने चाहिँ हामीले क्यामेरै बेच्दैनौँ के। सो हामीले चाहिँ हाम्रो सामान बेच्ने भन्दा पनि कस्टमरलाई त्यो क्यामेरा चाहिँ युजफुल हुन्छ कि हुँदैन एकदमै सोचेर मात्रै रिकमेन्ड गर्छौँ है। सो अहिले स्क्यामरहरूले चाहिँ हाम्रो भिडियो डाउनलोड गरी हामीले 50,000 मा राख्यो भने 10,000 मा राखिदिन्छन् होइन, हामीले तपाईँको चाहिँ 1 लाख राख्यो भने 20,000 मा राखिदिन्छन्। ओहो कति स्क्यामर बढेको, भोइस पनि मेरै हालिदिन्छन् फेरि डाँकाहरूले। मैले तपाईँलाई सबै साइडबाट क्यामेरा देखाइदिइसकेँ। अब तपाईँ मेरो पसलमा क्यामेरा किन आउने कि नआउने। सो डेलिभरी पनि हुन्छ है, डेलिभरी हुन्छ, तपाईँको एडभान्स आयो भने क्यास अन डेलिभरी पनि हुन्छ। र तपाईँलाई अरू जुम लेन्सहरू चाहिएको छ भने हामीसँग जुम लेन्स 70-300 को जुम लेन्स पनि छ हामीसँग होइन, 55-300 को जुम लेन्स पनि छ। जुनै लेन्स हालेर पनि किन्न सक्नुहुन्छ, प्राइस अलि महँगो पर्ने भयो है। सो व्हाट्सएप नम्बर त